आदरणीय दर्शकबिन नमस्कार। सदा चाहिँ आज पनि म यहाँ समक्ष एउटा महत्त्वपूर्ण जानकारी लिएर उपस्थित भइसकेको छु। आजको विषय रहेको छ विक्रम सम्वत 2083 सालको पहिलो दिन तपाईले कस्तो कार्य गरेमा चाहिँ तपाईको घरभित्रको तनाव, श्रीमान श्रीमती बीचको तनाव, छोराछोरी बीचको तनाव, वास्तुहरूको नकारात्मक असरहरू केही छ भने र तपाईले आँटेको अथवा तपाईले गर्न लागेको कामहरू पनि केही त्यसमा केही बाधा अवरोध भइरहेछ र तपाईको कामहरू केही भएको छैन, आर्थिक हिसाबले पनि तपाईलाई गाह्रो बनाइरहेछ र केही कसैलाई घरभित्र अलि सन्चो भइरहेको छैन अथवा बिरामी परिरहनु भएको छ भने तपाईले मैले भनेको यो अचूक उपाय गर्नुभयो भने तपाईको घरभित्र लक्ष्मीको आगमन हुन्छ, तपाईको बिग्रेको कामहरू पनि बन्छ र घरभित्रको नकारात्मक वास्तु दोषको कारणले पनि नकारात्मक केही ऊर्जाहरू निर्माण भइरहेछ भने त्यो सम्पूर्ण ठीक भई सकारात्मक ऊर्जाहरू निर्माण हुन्छ र तपाईको घरभित्रको वातावरण एकदमै राम्रो भएर जानेछ। विक्रम सम्वत 2083 साल वैशाख 1 गते बिहान सबेरै उठ्नुहोस्, नुहाइधुवाइ गर्नुहोस्, एउटा बाल्टी लिनुहोस्, त्यो बाल्टिनीमा पानी हाल्नुहोस्, त्यसपछि त्यहाँ अलिकति नुन हाल्नुहोस्, अलिकति फटकिरी राख्नुहोस् र सबै घरका कोठाहरू सबै मूल ढोकादेखि लिएर भर्याङ लगायत सबै कोठाहरू सरसफाइ गर्नुहोस्। त्यसपछि तपाईले एउटा धुपौरो लिनुहोस्, तपाईले माटोको धुपौरो पनि लिन सक्नुहुन्छ अथवा तपाईले प्रयोग भइरहेको घरमा प्रयोग गरिरहेको धुपौरो पनि लिन सक्नुहुन्छ। धुपौरो लिनुहोस्, त्यो धुपौरोमा 5 वटा कपुर राख्नुहोस्, 5 वटा मरिच राख्नुहोस्, 5 वटा ल्वाङ राख्नुहोस्, त्यसपछि अलिकति बेसार राख्नुहोस्, 3 वटा जति खुर्सानी राख्नुहोस् र गाईको घिउ अलिकति राखेर त्यसलाई बाल्दिनुहोस्। त्यो बालेर तपाईले जुन आफ्नो घरको कोठाहरू हरेक कोठामा लगेर त्यसलाई चाहिँ एकचोटि घुमाउनुहोस्। त्यो घुमाइसकेपछि त्यहाँ तपाईको घरभित्र भएका नकारात्मक ऊर्जाहरू जो वास्तु दोषको कारणले या अरू विभिन्न किसिमले, किनभने तपाईको घरभित्र मान्छेहरू अनेक किसिमको मान्छेको प्रवेश पनि भइरहेको हुन्छ, अनेक किसिमको त्यहाँ केही नकारात्मक ऊर्जाहरू पनि भइरहेको हुन्छ। त्यो नकारात्मक ऊर्जालाई चाहिँ सबैलाई त्यसले चाहिँ बाहिर निकालिदिन्छ र सबै कोठाहरूमा त्यसलाई डुलाइसकेपछि त्यसलाई बाहिर लिएर राखिदिनुहोस्। यति गरिदिनु भयो भने तपाईको घरभित्र भएका नकारात्मक ऊर्जाहरूको अन्त्य भई सकारात्मक ऊर्जा निर्माण हुन्छ र तपाईको घरभित्रको शान्ति, तपाईको घरभित्रको सम्पत्ति, तपाईको घरभित्रको एउटा सुख सबै प्राप्त हुन्छ। किनभने कतिपय घरहरू निर्माण गर्दा वास्तु राम्रोसँग नमिलेको कारणले, वास्तु दोषको कारणले, विविध कारणलेहरूले घरभित्र अलिकति तनाव भइरहेको हुन्छ, आफ्नो कामहरू बनिरहेको हुँदैन। किनभने तपाईले सबैभन्दा बढी समय बिताउने भनेको आफ्नो घर हो। तपाईँ आफ्नो कामको सिलसिलामा बाहिर जानुहुन्छ तर बेलुका समय त घरमै आउनुहुन्छ। त्यसकारणले कार्यालय समयभन्दा बढी तपाईँ चाहिँ घरभित्रै बिताउने भएको कारणले घरको शान्ति भनेको सबैभन्दा ठुलो शान्ति हो। तपाईको घरभित्रको शान्ति छैन अथवा घरभित्र कलह छ भने तपाईको जीवनै कलह हुन्छ। किनभने तपाईँ जति मन शान्त हुन्छ, मन आनन्दित हुन्छ, त्यति मान्छेको शरीरमा ऊर्जा हुन्छ र हरेक हिसाबले राम्रो भएर जान्छ भन्दै म पुनः यहाँलाई विक्रम सम्वत 2083 सालको हार्दिक मङ्गलमय शुभकामना सहित यहाँहरूको सम्पूर्णको जय होस् भन्दै बिदा लिन चाहन्छु। हस्त नमस्कार।